साथीहरू। अर्ग्यानिक मान्छे अर्ग्यानिक तरकारीको खोजीमा। घरको फर्सीको मुन्टा, हाम्रोतिर चाहिँ फर्सी भन्छ। एकदम फेभरेट हो मेरो। यति राम्रो छ कि कति खानु है। मैले चाहिँ बेनी लैजाने तरकारीको तयारी गर्दैछु। यति बनाएँ। अनि यो हाम्रो घरको आरू सबै किराले उसले खाइदिन्छ, चराले। अनि हाम्रो घरको खुरपानी कोकोलाई मनपर्छ। यो चाहिँ अस्ति नै जेठमा खाइसक्यो। अनि यतातिर तरुल छ सबै। अनि यो फर्सीको मुन्टा। अनि यहाँ छ अझ यो चाहिँ कर्कलोको गाभा, कोकोलाई मनपर्छ। यसमा कति धेरै भएछ, यस्तो किरा लाग्छ कि सबै। त्यही पनि खाने, स्वास्थ्यको लागि फाइदा गर्ने कुरा खानुपर्छ कि। अनि यो लोकल टमाटर यति ल्याएर खाएर म बेनी जाँदैछु। लगेर खाँदैछु। हजुरहरूलाई पनि खान मन छ भने, लानु मन छ भने हाम्रो घरमा आउनुलाई। मैले त ल्याउनलाई सक्दिनँ, सबैलाई पुऱ्याउन सक्दिनँ। अर्ग्यानिक सबलाई मनपर्छ है, तर मैले ल्याउन सक्दिनँ। त्यसको लागि सरी। देखाउने आफै खाने हो। अनि हाम्रो घरको तरुल बारी यति धेरै छ कि यहाँ घाँसले थेकिन्छ पुरै। यो सब हाम्रो तरुल हो। यता पनि छ। पछाडि कति हुन्छ खाने। यो आरू पखराको बुट्टा, यो आरू घर यहीँमै हो। यहाँ सब थेकिन्छ। यहाँ सिमी के छ खुर्सानी। थ्याङ्क यू फर वाचिङ। यो कान्छी। अनि यो म भइहालेँ अर्ग्यानिक तरकारीहरूको साथमा।